माननीय सदस्य निष्कल राई। सम्माननीय सभामुख महोदय, नेपाली कांग्रेसको तर्फबाट केही असहमतिको विषय उठान गर्न चाहन्छु। प्रतिनिधि सभा न्यायालय मस्यौदा समितिमा मैले कतिपय विषयमा फरक मत जाहेर गरेको थिएँ, तर बहुमतले त्यसलाई सुनेन। नियमावलीको नियम 2047 को उपनियम 3 मा भ्रष्टाचार मुद्दामा संसदलाई विशेष छुट दिने प्रयत्न किन? संसद संविधान र कानूनभन्दा माथि कसरी हुन सक्छ? म स्पष्ट भन्न चाहन्छु, इलामका जनताले मलाई बेदाग प्रतिनिधिका रूपमा यहाँ पठाएका हुन्। म दाग बोकेर फर्कन चाहन्न। त्यसैले नियमावलीको विवादित प्रावधानहरू भ्रष्टाचार निवारण ऐन 2059 को दफा 33(1) अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन 2048 को दफा 17 सँग बाँझेका छन्। यति मात्र होइन सभामुख महोदय, संसदीय समिति र सांसदहरूको हकमा प्रचलित अन्य कानूनहरूले छुनै नसकिने हामी यति सुप्रिम कसरी हुन सक्छौं? नियम 259 मा विशेष कानून सरह लागू हुन्छ भनिएको छ। नियमावली कसरी विशेष कानून हुन्छ? नियमावली प्रतिनिधि सभा सदस्यको विशेष अधिकार हुने पनि देखिएको छ। यसमा हाम्रो आपत्ति छ। यो लोकतान्त्रिक मूल्य र विधिको शासन विपरीत छ। यो नियमलाई टेबल नगरेर पुनः समितिमा फिर्ता पठाइयोस्। पर्याप्त छलफल, सहमति र पुनर्लेखनपछि मात्र सदनमा ल्याइयोस्। सभामुख महोदय, 2/3 नजिकको शक्तिशाली सरकार आखिर सदनसँग किन डराएको छ? किन अध्यादेशको बाटो समाज र संसदलाई कमजोर बनाउन खोजिँदैछ? अध्यादेश ल्याउने नआउने भन्ने हाम्रो भनाइ होइन, तर अध्यादेश संसदको भावना र आवश्यकता अनुसार आउनुपर्छ। सत्ता सहजताको साधन बन्नु हुँदैन। अहिलेको अध्यादेश त्यस अनुकूल छैन, जसको दफा दफामा हामी सदनमा जवाब खोज्नेछौँ। सरकारलाई हाई सन्चो मानेर बस्न दिँदैनौँ। अन्य विषयमा बहस गर्दै गरौँला, तर छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि 6 सदस्यमा प्रधानमन्त्री सहित 3 जनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरिएको होइन, जसलाई नेपाली कांग्रेस पार्टी र संसदीय दलको नेताले 7 बुँदा स्पष्ट भाषामा लिखित असहमति र प्रतिवाद गर्नुभएको छ। सभामुख महोदय, सहर सुन्दर बनाउने नाममा यो सरकारले डोजर चलायो, तर दुर्भाग्य त्यो डोजरले केवल टहरा भत्काएन, नागरिकको भरोसा पनि भत्कायो। राज्यले विकासको नाममा विपन्नको छानोमाथि प्रहार गर्यो र अन्ततः खोटाङका इन्द्रबहादुर राईको ज्यान लियो। के राज्य यति कठोर हुन सक्छ कि नागरिकको पीडाभन्दा संरचनाको नक्सा ठूलो देखियोस्? के निमुखाको जीवन यति सस्तो भयो कि डोजरका आवाजले उसको चित्कार दबियोस्? सभामुख महोदय, यो सरकारको अमानवीय व्यवहारको अर्को पीडादायी उदाहरण हुन् 20 वर्षीय अञ्जली महतो। घर भत्काउँदा उनी दुई ज्यूकी थिइन्। केही दिनदेखि सुत्केरी भइन्, तर राज्यले मातृत्वको सम्मान गरेन, संवेदनाको कदर गरेन। सुरक्षित आवास दिनुपर्ने सरकारले चिसो कोठामा कोचिदियो। नेपालको संविधानको धारा 38, धारा 36, धारा 40, धारा 42 ले मौलिक हकको प्रत्याभूत गरेको छ। म सरकारलाई सोध्न चाहन्छु, के यो सरकार संविधान भन्दा माथि हो? मत चल्ने बेला विपन्न नागरिक मतदाता हुने, तर पीडामा पर्दा उनीहरूलाई राज्यले नचिन्ने? यो कुन प्राकृतिक नियमको सिद्धान्त हो? सभामुख महोदय, भूमिहीनको समस्या समाधान गर्नुपर्छ भन्नेमा नेपाली